बालन दाइ अब तपाईले एउटा एन्सर दिनुपर्छ के एउटा एन्सर चाहिँ सबै जेनजीले सोध्न पर्छ बालनलाई चाहिँ हाय हाय मात्र गर्ने एउटा क्वेशन चाहिँ सोध्नै पर्छ यदि तपाईले चाहिँ संसद विघटन गर्न नबनेको भए हैन संसद विघटन गर्न नबनेको भए प्रेसिडेन्ट रामचन्द्र पौडेल हैन राष्ट्रपति रामचन्द्र पौडेलले के भन्नुभएको थियो भने चाहिँ यदि तिमीहरुको यो जेनजीहरुको सबै माग 7 बुद्धे माग पूरा हुन्छ मैले पार्टीहरुसँग सबैसँग छलफल गर्यो उहाँहरु सबै रेडी हुनुहुन्छ तपाईहरुको माग पूरा गर्न एकचोटी संसद खोल्दिनुस् त्यसपछि संसदबाटै तपाईहरुको माग पूरा हुन्छ संसद विघटन नगरौं भनेर रामचन्द्र पौडेलले भन्नुभएको थियो तपाईले चाहिँ संसद विघटन नै पहिलो शर्त हुनुपर्छ त्यसपछि सेनासँग वार्ता गर्नु होला भनेर मार्गदर्शन गर्यो तपाई हैन तपाईले चाहिँ त्यो मार्गदर्शन गरिसकेपछि के थियो गन्तव्य भन्ने कुरा नि त बताउनु पर्थ्यो होला नि त तपाईलाई प्रधानमन्त्री बनाउनको लागि त्यत्रो सबै भएको थिएन होला त्यत्रा मरेका त तपाईलाई प्रधानमन्त्री बनाउनको लागि हैन होला 7 बुँदे माग पूरा हुने थियो रामचन्द्र पौडेलले म गराउँछु तपाईहरुको माग पूरा गर्छु भन्दा पनि हामीले पुराना पार्टीका विश्वास नै नलागेर रामचन्द्र पौडेल राष्ट्रपतिको विश्वास नलिएर तपाईले भनेकै कुरा गरेर त्यसपछि तपाई अहिले आएर एकचोटी थुतुनो देखाएर बालन प्रधानमन्त्री अब की बालन सरकार हुनेवाला के हो तपाई प्रधानमन्त्री भएर त्यो पनि थाहा छैन जनकपुरको 10 मिनेटको भाषण बाहेक अरु तपाईको हात हलाउने बाहेक कोही पनि केही पनि देखेको छैन एउटा 8 करोडको गाडी तपाईले कसरी चढ्नु भने उत्तर दिन सक्नुहुन्न तपाईको श्रीमतीले प्रहरी लिएर हिँडिरहेको छन् किन हो त्यो पनि थाहा छैन कसैलाई केही थाहा छैन प्रश्न सोध्यो भाग्ने डिबेट गर्नु भन्नु पनि केही पनि छैन हैन तपाईको भिजन के हो त्यो पनि थाहा छैन तपाईको कारणले जेनजीको माग पूरा तुइएको हो के तुइएकै हो त्यो तुइएको हैन तुइएको होला सरकारले दमन गरेको हैन त्यो सेप्टेम्बर 8 मा त्यत्रो दमन गरेको सरकार घोडा पनि टेकाका हुन् जेनजीहरुले घोडा टेकाकै हुन् नि त नेपालीहरुले घोडा टेकाकै हुन् त्यतिखेर नेपालीहरुले जे चाहे त्यही हुन्थ्यो के त्यो जे चाहे त्यही हुन्थ्यो तपाईको कारणले केही भएन के 7 बुगे माग एक सबै दलकाले चाहिँ हान्थे के तपाईको कारणले त्यो पनि हानेन आखिर के आयो क्या फुस्स भने जस्तो भयो के